कसो अलिक कसो मेरो चाहिँ यहाँ कोदोको रोटी र गुन्द्रुकको अचार थियो अहिले बनाएर सक्यो अब उसको नमस्ते मेरो नाम प्रनिशा हो आज स्टार्टको प्र्याक्टिकलमा सेलरोटी र टमाटरको अचार बनाइदिएको छु धन्यवाद नमस्कार मेरो नाम अदित राई के भन्नु खानेकुरा ढिँडो नमस्ते मेरो नाम पर्दामा अनि मैले खानेकुराको नाम चाहिँ के अरे फापरको रोटी नमस्ते मेरो नाम सुरजलाई अहिलेको खानाको नाम चाहिँ ढेँडो र गुन्द्रुकको अचार नमस्ते मेरो नाम इन्दिला कुमुङ राई मैले लगाएको पोसाक चाहिँ रातसँग सम्बन्धित छ मैले आज मकैको भात र धन्यवाद नमस्कार मैले आज लागेको पोसाक सेल्फसँग सम्बन्धित छ र मैले आज नमस्कार मेरो नाम श्वेतामा मैले आज तामाङ जातिको पोसाक लगाएको छु र मैले त्यहाँ खाप्से र यो चना मटर खाइदिएको छु धन्यवाद नमस्कार मेरो नाम निशा तामाङ मैले रोटी अनि आलुको अचार र खाप्से बनाएको नमस्ते मेरो नाम सुरिक्षा गुरुङ मैले ढेँडो आलुको अचार गुन्द्रुक रोटी लिएको छु रक्सी नभन्ने हो मेरो नाम अर्चन राई मैले यहाँ भात र तरकारी बनाएको छु नमस्ते मेरो नाम रिजन तामाङ मैले आज रोटी र खाप्से बनाएको छु नमस्ते मेरो नाम विवेक तामाङ म चाहिँ त्यस्तो गुन्द्रुकको अचार लिएर आज मिठो मिठो नमस्ते मेरो नाम अविनाश राई मैले चाहिँ कोदोको रोटी र गुन्द्रुकको अचार दिन्छु नमस्ते म भोटे समुदायको यो मैले लगाएको पोसाक चाहिँ भोटे समुदायको रहेछ आज हाम्रो स्थानीय रूपमा प्र्याक्टिकल भएको आएर मैले चाहिँ नेपालीको गुन्द्रुक र ढेँडो ल्याएको नमस्ते मेरो नाम लुकास गुरुङ आज चाहिँ हाम्रो स्थानीय विषयमा स्थानीय विषयको यो के भन्छ प्र्याक्टिकल भएको है मैले चाहिँ आज चामल भात अनि गुन्द्रुकको अचार धन्यवाद नमस्ते मेरो नाम हिना आज स्थानीयको लागि मैले रोटी र अचार ल्याएको छु धन्यवाद नमस्ते मेरो नाम आमुदा खम्बा भोटे भन्दा नि हुन्छ आज यस स्थानीयको परियोजनामा मैले बनाएको खाप्से यहाँको संस्कृति खानेकुरा धन्यवाद नमस्ते मेरो नाम विकास म किराँत जातिबाट यहाँ वाचिप्पाले ल्याएको छु नमस्ते मेरो नाम हिङ्गा श्रेष्ठ आज चाहिँ मैले नमस्कार मेरो नाम कुलुङ राई हो आज मैले गुन्द्रुक अरे तोरीको गुन्द्रुक र के भन्छ यसलाई विशेष के को होटल मास बनाएको छु धन्यवाद नमस्ते मेरो नाम चाहिँ सबिन गुरुङ मैले चाहिँ यो आलु र गुन्द्रुकको अचार ल्याएको छु आज धन्यवाद नमस्ते मेरो नाम पासलम भोटे हो आज हाम्रो कक्षामा स्थानीयको प्र्याक्टिकल ल्याउनु भनेको त्यसरी मैले खाप्से बनाएको नमस्ते मेरो नाम लक्ष्मी भोटे मैले चाहिँ आजको प्र्याक्टिकलमा ढेँडो र अचार नमस्ते मेरो नाम मैले यहाँ दसमा लागेको खानाको चाहिँ ढिँडो र टमाटरको अचार धन्यवाद नमस्कार मेरो नाम झगडा शिवा मैले दौरा सुरुवाल लगाएको छु धन्यवाद